नमस्ते साथीहरू, यहाँहरूलाई मेरो युट्युब च्यानल लोकसेवा गाइडमा स्वागत छ। म आज फेरि पनि यो महादेशहरूको विशेषताहरू लिएर उपस्थित भएको छु। आजको भिडियोमा चाहिँ म तपाईलाई अफ्रिका र उत्तर अमेरिका महादेशका विशेषताहरू बताउन गइरहेको छु। साथीहरू सबैले कृपया ध्यान दिनुहोला, एकदमै सजिलो छ र सरल पनि रहेको छ। अब म चाहिँ स्टार्ट गर्न गइरहेको छु, कृपया सबले ध्यान दिनुहोला। अफ्रिका महादेश भनेको विश्वको दोस्रो सबैभन्दा ठुलो महादेश रहेको छ र सबैभन्दा पहिलो विशेषता रहेको छ यसको। अफ्रिका महादेशलाई चाहिँ अँध्यारो महादेश भनिन्छ। अँध्यारो महादेश किन भनिन्छ भन्दाखेरि सबैभन्दा पछि पत्ता लागेको महादेश। अगाडि त अन्धकार थियो, केही पनि पत्ता लागेको थिएन नि त साथीहरू, त्यसैले यसलाई अँध्यारो महादेश भनिन्छ। दोस्रोमा रहेको छ यसलाई कालो महादेश पनि भनिन्छ। अब कालो महादेश किन भनिन्छ भन्दाखेरि त्यहाँका मानिसहरू अक्सर कालो हुने भएकाले है साथीहरू, तिनीहरूको छाला कालो हुने भएकाले। तेस्रो विशेषता रहेको छ अफ्रिका महादेशलाई संसारको चिडियाखाना भनिन्छ, किनभने यहाँ अतुलनीय जैविक विविधता भएको छ है। अतुलनीय जैविक विविधता भएकाले चाहिँ यहाँ यसलाई संसारको चिडियाखाना भनिन्छ। त्यसैगरी अफ्रिकाको चौथो विशेषता रहेको छ अफ्रिकालाई चाहिँ भाषाको चिडियाखाना भनिन्छ, किनभने यहाँ हजारौं भाषाहरू बोलिने गर्छन् साथीहरू। सबैभन्दा बढी भाषा बोलिने महादेश भनेको पनि यो अफ्रिका नै हो। अर्को रहेको छ पठारी महादेश भनिन्छ। त्यसैगरी सहारा मरुभूमि जुन विश्वको सबैभन्दा ठुलो मरुभूमि हो, यो सहारा मरुभूमि पनि अफ्रिकामै रहेको छ साथीहरू। त्यसैगरी नाइल नदी, विश्वको सबैभन्दा लामो नदी भनेको नाइल नदी हो, जुन इजिप्टमा रहेको छ र यसको लम्बाइ भनेको 6690 किलोमिटर रहेको छ। त्यसैगरी किम्बरखान भनेको चाहिँ विश्वको सबैभन्दा ठुलो हिरा खानी जुन अफ्रिका महादेशमा पर्छ है साथीहरू। त्यसैगरी अन्तिममा छ दक्षिण अफ्रिका भनेको अफ्रिकाको एउटा यस्तो देश हो जसले चाहिँ विश्वमा सबैभन्दा बढी सुन उत्पादन गर्छ है साथीहरू। विश्वमा सबैभन्दा बढी सुन उत्पादन गर्ने देश भनेको दक्षिण अफ्रिका रहेको छ। ल अब यो भयो दक्षिण अफ्रिकाको अथवा अफ्रिका महादेशको सकियो। अब चाहिँ हाम्रो विश्वको तेस्रो ठुलो महादेश भनेको उत्तर अमेरिका। अब उत्तर अमेरिकाका विशेषताहरू के रहेका छन् हेरौँ। उत्तर अमेरिकालाई चाहिँ पश्चिमी गोलार्धको महादेश भनिन्छ। अब पश्चिमी गोलार्धको महादेश किन भनिन्छ भन्दाखेरि साथीहरू यो महादेश चाहिँ प्रधान मध्याह्न रेखाको पश्चिमतिर पर्ने भएकाले है साथीहरू। अर्को विशेषता रहेको छ उत्तर अमेरिकालाई चाहिँ हामी नयाँ संसार भन्छौँ, किनभने यो 15औं शताब्दी पछि पत्ता लागेको महादेश हो, त्यसैले यसलाई नयाँ संसार भनिन्छ। त्यसैगरी अर्को रहेको छ सुपेरियर ताल। सुपेरियर ताल भनेको विश्वको सबैभन्दा ठुलो स्वच्छ पानीको ताल रहेको छ साथीहरू। विश्वको सबैभन्दा ठुलो स्वच्छ पानीको ताल भनेको सुपेरियर ताललाई जनाउँछ, जुन उत्तर अमेरिकामा पर्छ। त्यसैगरी अर्को रहेको छ येल्लो स्टोन नेसनल पार्क। येल्लो स्टोन नेसनल पार्क भनेको विश्वको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज हो। विश्वको सबैभन्दा ठुलो नेसनल पार्क भनेर येल्लो स्टोन नेसनल पार्कलाई चिनिन्छ, जुन चाहिँ यो क्यानाडामा रहेको छ है साथीहरू। यो देश भन्दाखेरि चाहिँ क्यानाडामा पर्छ। त्यसैगरी अर्को रहेको छ भूपरिवेष्टित देशहरू नभएको है त साथीहरू। अब भूपरिवेष्टित देश भनेको चाहिँ समुद्रले नछोएको देशलाई चाहिँ भूपरिवेष्टित देश भन्छौँ हामीहरू। उत्तर अमेरिकामा चाहिँ कुनै पनि भूपरिवेष्टित देश छैन है साथीहरू। यो कुरा चाहिँ एकदमै इम्पोर्टेन्ट रहेको छ। उत्तर अमेरिकामा एउटा पनि भूपरिवेष्टित राष्ट्र छैन, त्यसैले यसलाई भूपरिवेष्टित देशहरू नभएको महादेश पनि भनिन्छ साथीहरू। आजको भिडियोमा चाहिँ मैले तपाईहरुलाई अफ्रिका र उत्तर अमेरिकाको विशेषताहरू बताएको छु र भिडियो मन परेमा लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। म अरु महादेशहरूको भिडियो लिएर चाँडै नै आउने छु। त्यतिन्जेलसम्मको लागि गुड बाई, थ्यांक यू सबैजनालाई।